हेलो गाइज, वेलकम टू माय न्यू व्लॉग वीडियो। तो दोस्तों देख सकते हैं अभी माई मेला में आ चुके हैं, प्रवेश कर रहे हैं। आप लोग देख सकते हैं झापाको कन्काई माईमा वर्षौंदेखि लाग्दै आएको माई मेला यस वर्ष पनि भव्य रूपमा लागेको छ। तपाईहरु देख्न सक्नुहुन्छ हजारौंको संख्यामा मेला प्रेमी महानुभावहरुको उपस्थिति भएको छ र यहाँ चाहिँ रोटेपिङ, ड्रागन ट्रेन लगायत विभिन्न किसिमका खेल तमासाहरू पनि हामी उतिकै देख्न सक्छौं। निकै खच्चाखच रहेको छ। हामी देख्न सक्दछौं ट्राफिक प्रहरीलाई समेत यहाँ आवत जावतमा निरन्तरता दिनको लागि हम्मे परिरहेको छ। आज माई मेला यहाँ झापामा मात्र होइन, नेपालका ठुला नदीहरूमा पनि उत्तिकै भव्यताका साथ मनाइरहेको छ। कोशी नदीमा भनौँ अथवा नारायणी नदी, नेपालका ठुला नदीहरूमा बडो हर्षोल्लासका साथ माई वेनी मेला चाहिँ मनाइएको छ। मेला भन्नासाथ तपाईँ हामी सजिलैसँग बुझ्न सक्छौँ मेलामा अचम्मका गतिविधिहरू देखिन्छन्, अचम्मका कलाहरू देखिन्छन्, विभिन्न प्रकारका सामानहरू देखिन्छन्। यहाँ पनि तपाईहरूले रोटेपिङदेखि लिएर चाहिँ विभिन्न खाद्य परिकारहरू, बाँसुरी, मुरली लगायत विभिन्न कस्मेटिक सामानहरू समेत देखिरहनु भएको छ भने विभिन्न मानिसहरूले यतिखेर नृत्य समेत गरिरहेका छन्। कतिपयले भने यतिखेर जादु पनि देखाइरहेका छन्, कतिपयले चाहिँ अन्य मनोरञ्जनात्मक गतिविधिहरू गरिरहेका छन्। र यो दृश्य हो झापाको कन्काई माई स्थित किनारमा लाग्ने ऐतिहासिक एक मेला, जहाँ यहाँ ड्रागन ट्रेन त्यसै गरी रोटेपिङमा समेत मेला प्रेमी महानुभावहरू मजाले आनन्द लिइरहनु भएको छ। तपाईहरू पनि आशा छ यो मेलामा रमाउनु भयो होला अनि तपाईहरूले पनि माईवेनी मेला आफ्नो स्थानमा जहाँ पाएको पर्छ त्यहाँ मनाउनु भएको होला। सबैजनालाई म अनुरोध गर्न चाहन्छु, तपाईको माई मेला चाहिँ कस्तो रह्यो नि कमेन्ट पनि गर्नुहोला है। ल हेर्नुहोस्, यहाँ चाहिँ रेलमा मेला प्रेमी महानुभावहरू मजाले घुमिरहेका छन्। ड्रागन ट्रेनमा चाहिँ एकदम रमाइलो दृश्य चाहिँ देखिरहेको छ भने अन्य मानिसहरू चाहिँ यहाँ यताउता गरिरहेका छन् र धेरै नै रमाइलो भइरहेको छ, धेरै नै आनन्द आइरहेको छ। मेलामा चाहिँ तपाईहरू आएर पक्कै पनि रमाइलो गर्नुभयो होला र यो भिडियोमा तपाईहरूको पनि तस्बिर, तपाईहरूको पनि फोटो यहाँ छ भने चाहिँ कमेन्ट गर्नुहोला है त। अब चाहिँ हामी तपाईहरूलाई यहाँ माई नदीतर्फ लिएर जाँदैछौँ, जहाँ एउटा बाँसको पुल निर्माण गरिएको छ र यो बाँसको पुल पनि भाँचिएला कि जस्तो अवस्थामा छ र कसैले चाहिँ यहाँ बोकेर पनि एक ठाउँबाट अर्को ठाउँमा चाहिँ तारिरहेको दृश्य पनि तपाईहरूलाई हामीले देखाइरहेका छौँ। मैले अघि नै भने मेला हो, मेलामा अनेक किसिमका कुराहरू देखिन्छन्, रमाइलो गरिन्छन्। त्यो दृश्य तपाईहरूलाई हामीले देखाइरहेका छौँ। तपाईहरूले पारिपट्टि हेर्नुभयो भने चाहिँ यो कन्काई माईमा चाहिँ धेरैको सङ्ख्यामा सवारीहरू चाहिँ जाम भएको पनि देखिन्छ। किन भन्दाखेरि आज चाहिँ मेला भएको हुनाले गर्दाखेरि चाहिँ मानिसहरूको खचाखच भिड छ र पारिपट्टि चाहिँ सवारीहरू जामको अवस्थामा छन्। अब तपाईहरूलाई हामी नदीतर्फ लिएर जाँदैछौँ। तपाईहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेला प्रेमी महानुभावहरू चाहिँ एकले अर्कोलाई सहयोग गर्दै खोला तरिरहनु भएको छ र यहाँ चाहिँ बाँसको पुल रहेछ। पानी थोरै भएको कारणले गर्दाखेरि आफै तर्न सकिन्छ कि भनेर चाहिँ उहाँहरू प्रयास गरिरहनु भएको छ र यस्तो ठाउँमा चाहिँ अलिकति सावधानी अपनाएन भने दुर्घटना पनि हुनसक्छ। लगभगै घुँडाभन्दा अलिक माथिसम्म यहाँ पानी रहेको देखिन्छ। हामी देख्न सक्छौँ एकजना मेला प्रेमी महानुभावले चाहिँ जुत्ता हातमा बोकेर चाहिँ खोला तर्दै हुनुहुँदो रहेछ। उहाँ कुन स्थानबाट आउनुभएको थाहा छैन, उहाँलाई चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला। एकजनाले चाहिँ अर्को साथीलाई बुई बोकेर चाहिँ खोला पनि तारिरहेका छन् र यहाँ देख्न सक्नुहुन्छ यतिखेर चाहिँ एकदमै रमाइलो भइरहेको छ। यो चाहिँ आवत जावत गर्नको लागि बाँसको पुल बनाइएको हो। यो चाहिँ किन बनाइयो भन्नुहुन्छ भने माई नदीमा चाहिँ दुवै किनारामा वारी र पारी दुवैतर्फ चाहिँ यहाँ मेला लागेको हुनाले मेला प्रेमी महानुभावहरूलाई दुवैतर्फ जान सजिलो होस् भनेर चाहिँ यो पुल बनाइएको छ। देख्न सक्नुहुन्छ निकै खचाखच छ, निकै धेरै सङ्ख्यामा चाहिँ श्रद्धालु भक्तजनहरूको उपस्थिति भएको छ। रमाइलो गर्नु होला। यो मेला सभ्य र भव्य रूपमा सफल पार्न तपाईँ हाम्रो योगदान एकदम रहनेछ भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद।
यो चाहिँ हाम्रो मेलाको मुख्य स्थान रहेको छ। यहाँ चाहिँ विभिन्न स्टलहरू पनि निर्माण भएका छन्। झापाको कन्काई माईमा लाग्दै आएको मेलालाई चाहिँ नेपालकै ठुलो मेलाहरूमध्ये एउटा महत्त्वपूर्ण मेलाको रूपमा लिइन्छ। यहाँ मेला भर्न चाहिँ छिमेकी मुलुक भारत लगायत अन्य विभिन्न स्थानबाट समेत बाक्लो सङ्ख्यामा मानिसहरूको उपस्थिति हुने गर्छ र सबैजनालाई एकमुष्ट रूपमा माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना। तपाईहरूले पक्कै पनि यो वर्ष आफ्नो स्थानमा जहाँ पाएक पर्छ त्यो स्थानमा तपाईँहरूले माघे सङ्क्रान्ति पर्व मनाउनु भयो होला। अनि विगतका वर्षहरूमा भन्दा यस वर्षको माई मेलामा चाहिँ तपाईँहरूले के फरक पाउनुभयो त्यो कुरा पनि कमेन्ट बक्समा छोडिदिनु होला है। किनभने हरेक वर्ष तपाईँ माई मेलामा आइरहँदाखेरि केही विशेष केही फरक कुराहरू पाउनुहुन्छ, तर यो वर्ष चाहिँ तपाईँहरूले त्यस्तो के कुरा फरक पनि पाउनुभयो त्यो कमेन्ट गरिदिनु होला। अनि यो भिडियोलाई सेयर गरेर धेरै माझ पुर्याइदिनु होला।